यो स्वर भोजराज थापासम्म पुगोस्। रोदै रोदै हिँडे हात हल्लाउँदै पैतालालाई बल्लाउँदै बल्लाउँदै करिमै फुटेको केही छुट्यो कि भन्थे उनी थाहा पाइनौ र तिमी छुटेको बरै तिमी छुटेको आँसु नझारे साइली आँसु नझारे धर्म नछाडे साइली कर्म नछाडे कर्म नछाडे। वाउ, यो स्वर सुनिसकेपछि यो स्वर भोजराज थापासम्म पुगोस् भन्ने पक्कै पनि तपाईहरुलाई लाग्थ्यो होला नि। पुगिसकेको छ यो स्वर भोजराज थापासम्म पुगिसकेको छ। अब यो स्वरलाई म तपाईहरुसम्म पुर्याउँदै छु। वाउ नन्दु, थ्यांक यू। नमस्ते। नमस्ते दादा, के छ मेरो भाइ? एकदम ठिक छ। यति राम्रो गीत गाउने मान्छे यति पछाडी? ठिकै छ, अब काम तपाई आएपछि अगाडि आउला नि त। वाउ, म त साच्चै नन्दु तिमीले गीत गाउने बेला यहाँ हेर त हातमा काँडा उठिरहेछ मेरो। थ्यांक यू दादा। कति कर्णप्रिय, कति आहा सुमधुर स्वर भनेको, जादुमय स्वर भनेको साँच्चीकै यो हो है। माने यार। थ्यांक यू। अनि के छ? ठिक छ, एकदम ठिक छ नि है। यत्रो समयसम्म अनि खै त नन्दु परियार अगाडि बढ्न सकेको किन, के कुराले रोक्यो नन्दुलाई? अब उही त हो, नेपाली गीत सङ्गीतमा लगानी बिना केही पनि छैन। लगानी गर्ने अनि आफू अगाडि आउने हो। बिस्तारै बिस्तारै अब तपाईहरुसँग जोडिएको छु, अब बिस्तारै बिस्तारै हुन सक्छ है। नन्दु परियार के गरेन गीत सङ्गीतको लागि? गीत गाउनको लागि मैले सुनेको हातमा पैसा नहुँदा भारतसम्म पुग्यो। त्यो पनि भारत पुगेर भाँडा पनि धस्कायो नन्दुले। एकदमै दुःख चाहिँ धेरै गरियो, बिस्तारै अब गर्दैछु, अझै पनि दुःखै गरिरहेको छु। लगभग कति बस्नुभयो भारतमा? म 3 वर्ष जति होला सायद। 3 वर्ष? 2.5 देखि 3 वर्ष। अनि त्यो भारत गएर भाँडै धस्काउनु पर्ने अवस्था चाहिँ खास कसरी सिर्जना भयो? यो क्षेत्रमा असाध्यै भूत चढ्यो। हजुर, असाध्यै मलाई पनि गीत गाउनुमा मन लाग्यो, मलाई पनि गीत रेकर्ड गर्न मन लाग्यो। त्यसको लागि चाहिँ पारिवारिक रूपबाट अलिकति आम्दानी त्यति धेरै नभएको कारणले आफै केही गरेर आफै नै लगानी गर्छु भन्ने हिसाबले त्यहाँसम्म पुग्यो। हातमा पैसा थिएन, सिप थियो, एकदम तर त्यो सिपलाई दर्शकहरूमाझ पुर्याउनको लागि पैसा चाहिन्थ्यो। एकदम पैसा नहुँदा भारतमा गएर के काम गर्नु पर्यो नन्द? धेरै गर्यो दाइ, भाँडा माझिएन कि अब पोचा लगाइएन कि हरेक कुरा, धेरै कामहरू अब एउटा कामदारको रूपमा गर्नुपर्ने काम धेरै चाहिँ गरियो है। यो सबै गीत सङ्गीत मार्फत दर्शकहरूमाझ चिनिनको लागि होइन? एकदम यता आफूलाई मनपर्ने क्षेत्र भएको कारणले 2-4 पैसा कमाएर चाहिँ म पनि गीत रेकर्ड गर्छु होला भन्ने सोच थियो। त्यो म पनि गायक बन्छु भन्ने जब त्यो भूत सवार भयो, त्यसपछि पैसा खोज्दै भारतसम्म पुग्यो नन्दु। पुग्यो। यति राम्रो स्वर, यति राम्रो गला छ, तर दर्शकहरूमाझ नन्दु पर्दा पछाडिको एउटा पात्र भनेर बसिरहनु परेको छ। नन्दुमा यति धेरै क्षमता छ, तर उले गरेका सिर्जनाहरू अरू मार्फत बजारमा आएका छन्। ती सिर्जनाहरू हिट छन्। कतिले चिन्नुहुन्छ कि चिन्नु हुँदैन। मैले बनाएको गीत नन्दनी असाध्यै मन पराइदिनु भएको गीत हो। देऊ न त्यो मन, लैजाऊ जब यो असाध्यै मन पराइदिनु भएको। अच्छा लाउरे असाध्यै मन पराइदिनु भएको गीत। नन्दनी गीतको एउटा टुक्का सुन्न चाहे है? एकदम मैले आफूले बनाएको सिर्जना र विक्रम बाबुको शब्द, खेम सेन्चुरीको आवाजमा, सपनाको आवाजमा सुन्नुभएको थियो। दाइको रिक्वेस्टमा म यो चाहिँ तपाईँहरूलाई सुनाउन चाहन्छु।
हाँस्दा पनि तिमी देख्छु रुँदा पनि तिमी दाहिने हातले देब्रे छाती छुँदा पनि तिमी हे नन्दनी पिरतीको दिलमा घुसाल्क्यो दन्दनी हे नन्दनी पिरतीको दिलमा घुसाल्क्यो दन्दनी। यो गीत असाध्यै मन पराइदिनु भएको गीत हो अनि सबैलाई एकदमै धन्यवाद पनि छ। अब पर्दा पछाडि बस्ने एउटा पात्रको भूमिकामा मात्रै होइन कि अब पर्दा अगाडि आएर दर्शकहरूमा गीत गाउनुपर्छ नन्दु तिमीले, अब बरु त्यसको लागि लगानी छैन भने पनि बरु दाइसँग भन अथवा हामी कतैबाट जुटाउँला है। नन्दुले गीतै गाउन नचाहेको अथवा गीत गाउनलाई लगानी नभएर गीत गाउन नसकेको। मेन कुरा त लगानीकै कुरा हुन्छ। एउटा गीत गर्न तपाईँ नर्मली 4-5 लाख रुपियाँ चाहिहाल्छ होइन। जनताले एउटा गरियो भने त्यो पनि चलेन भने त्यो 4-5 लाख हामीले त वर्षभरिमा कमाउने पैसा नै हो। त्यस कारणले गर्दा लगानी नै मेन पोइन्ट हो। लगानी लाउन सकिरहेको छैन नन्दुले, त्यही नै हो होइन। नत्र मैले म एकछिन नन्दु, यो भिडियो धेरै दर्शकहरूले हेर्नु भएको छ, मनकारी दर्शकहरू कति हुनुहुन्छ होइन। नन्दुको आवाज दर्शकहरू तपाईँहरूलाई मन परिरहेको होला। कोही मनकारी हुनुहुन्छ भने नन्दुको स्वरलाई हामी बजारमा ल्याउन चाहन्छौँ, दर्शकहरूमा सुनाउन चाहन्छौँ। पर्दा पछाडि बसेर अरूका गीतहरूमा सङ्गीत भर्ने काम नन्दुले गरिरहेका छन्, तर यति राम्रो स्वर दबिरहेको छ, दर्शकहरूमा आज आउन सकेको छैन। हामी चाहन्छौँ यो स्वर दर्शकहरूमा आज आओस्। तपाईँहरूमध्ये कसैले म लगानी लगाइदिन्छु नन्दुको लागि, नन्दुको आवाजमा गीत निकाल्न चाहन्छु भन्ने तपाईँहरूलाई लाग्यो भने हामीलाई सम्झनु होला। मैले सम्पर्क नम्बर दिएको छु भिडियोको स्क्रिनमा, फोन गर्नुहोला। अनि नन्दुको आवाजमा छिट्टै नै गीत बजारमा ल्याउन सकियो भने भाइ साँच्चीकै म यति खुसी हुनेछु नि। एकदम मलाई पहिल्यैदेखि हो नन्दु, हाम्रो भेट भएको 4-5 वर्ष भइसक्यो। त्यति बेलैदेखि नै यो मान्छे यति राम्रो गीत गाउँछ, तर किन यो अगाडि नआएको होला, किन यो मान्छेले गीतहरू ननिकालेको होला, अरूका मात्रै काम गर्छ आफ्नो काम गर्दैन भन्ने मलाई लाग्थ्यो। तर मैले जब तिमीलाई भेटेर यो कुरा सोधेँ अनि तिमीले भन्यौ मेरो घरको अवस्था, परिवारको अवस्था होइन, आर्थिक अवस्था यस्तो छ दाइ, म त्यो कारणले गर्दा अगाडि बढ्न सकिरहेको छैन दाइ भनेर तिमीले मलाई भन्यौ होइन। अब दर्शकहरूको चाहना रहे हामी नन्दुको घरसम्म पुग्नेछौँ है फेरि है। नन्दु कस्तो परिवारबाट आएको मान्छे हो त्यो देखाउन चाहन्छु होइन। नन्दु घर कहाँ हो रे? गुल्मी होइन। नन्दु परियार उहाँको नाम हो, घर गुल्मी कुन ठाउँ? छत्रकोट हो। जन्म घर चाहिँ छत्रकोट, अहिले बसोबास चाहिँ यता रुरु गाउँपालिका। ए रुरु गाउँपालिका। घरमा को हुनुहुन्छ? बाबा मम्मी बहिनीहरू। बाबा मम्मी बहिनी। अनि घरको जेठो छोरा? जेठो छोरा एक्लो छोरा, जेठो छोरा। घरको सबै जिम्मेवारी सबै जिम्मेवारी आफैले वहन गर्नु पर्यो। त्यो कारणले गर्दाखेरि अब गीत सङ्गीतमा धेरै लगानी गर्न नसकेको पनि हो। अनि नन्दुले आफ्नो घर परिवार बुबा आमा सबैलाई खुसी राख्न सक्नु भएको छ, जिम्मेवारी पुरा गरेको जस्तो लागिरहेछ? जिम्मेवारी त अब सकेसम्म गर्छु जस्तो लागिरहेछ, गरेर पनि रहेको छु। तर अब त्यही हो, अब यो कमाइ त्यति धेरै छैन। अब काठमाडौँमा बसिरहेको छु, कोठा भाडादेखि लिएर सबै खाने खर्चदेखि लिएर सबै आफैले नै एक्लै नै गरिरहनु परिरहेको छ। त्यसमा मध्ये पनि केही रकम बचाएर मैले घरमा पनि पठाइरहेको हुन्छु, किनकि घरको सबै जिम्मेवारी म आफैले गरिरहेको हुन्छु। अब खुसी त अब पक्कै पनि अब दुःख सुख नै, त्यति धेरै खुसी त छैन भनौँ न। घरमा बुबा आमाहरूलाई भनेको चिजहरू पुर्याउन सक्नु भएको छ, खुसी राख्न सक्नु भएको छ? त्यो त छैन नि पक्कै पनि। अब म त्यति अहिले यति छिटै त्यो कुरा त पुर्याउन सकेकै छैन नि। अब मैले नै सङ्घर्ष गरिरहेको छु। अब महिनामा 10-15 हजार, बढीमा 20,000 25,000 कति कमाइ होला र? त्यतिमा अब भनौँ न आफूले पनि आफ्ना खुसीहरू मारेर भए पनि परिवारको लागि चाहिँ केही गर्छु भनिरहेको छु। अब हेरौँ के हुन्छ। एउटा असल छोरो बनेका छौ होइन, आफ्नो आफूले नखाइ भए पनि होइन घरमा पैसा पठाइदिएका छौ होइन। अब आज तिमीलाई त्यो महसुस भयो होला मैले घर परिवारमा बुवा आमाको इच्छा पुरा गर्न सकिरहेको छैन, घरको जिम्मेवारी निर्वाह गरिरहन सकिरहेको छैन भने आज तिमीलाई महसुस भयो होला। तर एक दिन यो आवाज देशभर गुन्जिनेछ, यो आवाजले एक दिन तहल्का पिट्नेछ, नन्दु पनि एउटा राम्रो गायकका रूपमा स्थापित हुनेछ अनि बुबा आमालाई पनि खुसी राख्नेछ है। यो चाहिँ मेरो शुभकामना छ, धेरै धेरै शुभकामना छ नन्दु। अब अन्तिममा छुट्टिनुभन्दा अघि एउटा गीत सुन्ने है। ओके ल।
मैले नै सिर्जना गरेको त्यसको चाहिँ शब्द सङ्गीत म नै आफै गरेको एउटा मलाई पनि असाध्यै मनपर्ने गीत एउटा नेपालीहरूले भोगेको गीत पनि हो मैले त्यो पनि भनेर रुचाउँछु त्यसलाई जानी बेलैमा तिमी रुँदै बेलैमा म रुँदै रेलैमा शान्ति श्री परियार हाम्रो लक्ष्मण सुनाले गाउँदाखेरि जसको सिर्जना म शब्द सङ्गीत नै म आफै गरेको छु मलाई असाध्यै मनपर्ने गीत हो आफूले बनाएमध्ये पनि जानी बेला भइसक्यो मेरो नपारन पियारी अप्ठ्यारो जानी बेलामा तिमी रुँदै मेलाइमा रुँदै रेलाइमा तिमी रुँदै मेलाइमा रुँदै रेलाइमा रुँदै रेलाइमा यो गीत चाहिँ म आफैले बनाएको भएर मलाई असाध्यै मन पनि पर्छ अब यो त भयो होइन तिमीले बनाएका गीत होइन अब तिमीले नबनाएको अरू कसैले गाएको तिमीलाई चाहिँ असाध्यै मनपर्ने दर्शकहरूलाई पनि एकदमै मन परोस् त्यो गीत सुन अनि छुट्टीमा है देउना सानो पासपोर्ट र झोला 2-4 वर्ष अब भेट नहोला कपालु कोरेर कसरी जानी हो मायालाई छोडेर कसरी जानी हो मायालाई छोडेर थ्याङ्क यू छुट्टी भनेको स्वर कस्तो मिठो छ सुनिरहन मन लाग्छ के अरे एउटा त्यो उहाँले भन्दैन थियो के रहेछ ए तपाईँले नै सङ्गीत गरेको गीत ल ल ल त्यो देउना त्यो मना ओहो त्यो सुन ल देउना त्यो मना त्यही त यति धेरै हिट गीतमा सङ्गीत गरेको मान्छे स्वर यति मिठो छ तर अरूको गीतलाई बनाएर राम्रो गराएर बजारमा ल्याउने काम उहाँले गरिरहनु भएको छ अनि पर्दा पछाडि दर्शकहरूमा चिनिनु भएको छैन म चिनाउँदैछु आज है देउन त्यो मना मेरो सङ्गीत विक्रम बाबुकै शब्द अनि खेम सेन्ची र कविता खत्रीको आवाजमा भर्खर मात्र बजारमा आएको असाध्यै मन पराइदिनु छोटो समयमा धेरै माया गरिदिनु भएको गीत हो मनलाई चिन्न त मनै चाहिन्छ मनलाई चिन्न त मनै चाहिन्छ देउतै भाकेर कहाँ पाइन्छ देउन त्यो मन यो लैजाऊ जोवन देउन त्यो मन यो लैजाऊ जोवन देउन त्यो मन लैजाऊ जोवन देउन त्यो मन यो लैजाऊ जोवन ए देउन त्यो मन यो लैजाऊ जोवन थ्याङ्क यू यो गलामा के छ के साँच्चै यस्तो राम्रो यति मिठो गीत छ है स्वर छ होइन यति राम्रो स्वर छ अब चाहिँ गायक बनेर अगाडि बढ्नुपर्छ है एकदमै मलाई अझै एउटा गीत सुन्नु मन लाग्यो अझै है एउटा त सुन्नुपर्छ एउटा ढिला भयो आछन् है ए खाजा आइसकेको छ के एउटा गीत सुनौँ अनि त सुजाउँला है आज रात मायाको साथ गोरखपुरमा भोलि यस बेला त रेलको ढोका बन् नसम्झे हो मायालाई
सम्झेर रोन्छ मन नसम्झे हो मायालाई सम्झेर रोन्छ मन। थ्याङ्क यू। ल एकदमै मिठो सर। अब हामी छुट्यौँ। एकदमै छुट्टिने भन्दा अघि केही छ भन्नुपर्ने? एकदमै धेरै धेरै धन्यवाद भोजराज दाईको यो माया सपोर्ट साथ के चाहिँ खास एउटा गीत सुन्ने भन्दा भन्दै दुई तिनवटा मलाई अत्यन्तै खुसी लाग्यो। मेरो आवाज दर्शकहरूमा आज पुग्ने भयो, पुऱ्याइदिनु भयो। मैले बनाएका गीतहरू धेरै गीतहरू छन्, तपाईँले सुनिराख्नु पनि भएको छ र ती गीत बनाउने को हो भन्ने चाहिँ थाहा थिएन भने मैले बनाएका गीत धेरैहरू छन्, युट्युबमा सुनिदिनु होला। र केही गीत गाएको पनि छु, केही गीत मन पराइदिनु भएको पनि छ मैले गाएका गीतहरू पनि। अनि त्यसपछि पछिल्लो समयमा हाम्रो अर्घाखाँचीकी बहिनी रञ्जिता विकाससँग पनि मैले 2वटा गीत गाइसकेको छु र केही गीत गाइसकेको छु, अझ आउन बाँकी नै छ। र हाम्रो अमिलो अङ्गुरा मेरै युट्युब च्यानलमा छ, त्यहाँ गएर पनि हेरिदिनु होला। बहिनीको स्वर असाध्यै मिठो, बहिनी सँगसँगै मैले पनि स्वर मिसाएको छु, त्यो गीत पनि हेरिदिनु होला भन्दै। अनि अन्तिममा फेसबुक तपाईँहरूले चलाउनुहुन्छ भने फेसबुकमा नन्दु परियार भनेर त्यहाँ आइडी छ। नन्दु भाइलाई सबैजनाले फलो गर्नु होला है, किनभने चाहिँ नन्दुलाई अगाडि बढ्नको लागि तपाईँहरूको साथको आवश्यकता पर्छ। ओके नन्दु, है, थ्याङ्क यू। चटपट।